नमस्कार दर्शकबिन, म गणेश गुरुङ, हाम्रो संसार युट्युब च्यानलको सञ्चालक। दर्शकबिन, म फेरि पनि बेल्डाङ्गीको हाम्रो बेल्डाङ्गीको गोमन सिंह दाजुको घरमा आइपुगेको छु। र दर्शकबिन, गोमन सिंह वही व्यक्ति हुनुहुन्छ जुन चाहिँ मैले विगत भिडियो युट्युबमा हालेको थिएँ। र दर्शकबिन, यसै गरी अहिले अमेरिकामा बसोबास गर्नुहुने आशा गजमेर र सञ्जित सरले यो बिरामी भनेर उहाँले केही सहयोग दिनुभएको छ। र यसै गरी म प्रत्यक्ष भिडियोमै देख्ने गरी नै भिडियो बनाउने क्रममै यो पैसा चाहिँ एकछिन केही समयपछि हस्तान्तर गर्नेछु। र दाजु नमस्कार। दाजुपट्टि नै गएँ म फेरि पनि, होइन? सरी, आशा र सञ्जितले यो पैसा पठाउनु भएको छ। उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ? म त के भन्छु र, अब उहाँहरूले जति पनि दुःख गरेर पैसा पठाइदिनु भएको छ। हजुर, मेरो लागि अब त्यसमा उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै, अब त्यो पैसाले मेरो केही उपचार खर्च हुन्छ भनेर आशा राख्दै र उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। हजुर, दर्शक पनि यसै गरी हाम्रो नरबहादुर भतिज पनि, नरबहादुर गुरुङ सर पनि यहाँ आउनुभएको छ। नरबहादुर सरले पनि दुई शब्द राखिदिनुहोस् न। प्रत्यक्ष हजुर पनि आउनुभएको छ बिरामी भएकोमा, होइन? दुई शब्द हजुरले पनि आउँदो सहयोगी दाताहरूलाई, होइन, कसरी उहाँलाई फेरि पनि नमस्कार सबैजनालाई। हाम्रो संसार युट्युब च्यानलका प्रोप्राइटर हाम्रो गणेश गुरुङ काका हुनुहुन्छ। उहाँले पहिले पनि हाम्रो काका गोमन सिंह गुरुङको लागि पहिल्यै नै भिडियो बनाएर संसारभरि फैलाइसक्नु भएको छ। उहाँलाई पनि हाम्रो तर्फबाट म धन्यवाद दिन चाहन्छु। आज आशा प्लस सञ्जित अमेरिकाबाट चाहिँ 27,555 रुपियाँ पैसा पठाउनु भएको छ। यो पनि हामी उहाँलाई हस्तान्तरण गर्न चाहन्छौँ। यो जुन चाहिँ आशा र सञ्जितले दिएको 27,555 रुपियाँ छ, यो चाहिँ हामी हस्तान्तरण गरिसक्यौँ काकालाई। धन्यवाद। यो चाहिँ उहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट र सबैको तर्फबाट नि, घरको परिवारको तर्फबाट नि उहाँहरूलाई मुरी धन्यवाद भन्न चाहन्छु। उहाँ विगत 4 वर्षदेखि मुटु रोग सम्बन्धी ग्रसित हुनुहुन्छ। उहाँलाई विराटनगरमा पहिला 4 वर्ष अगाडि पनि अपरेसन भएको थियो। फेरि त्यही अपरेसन भल्भ जुन चाहिँ मुटुमा भल्भ छ, दुलो छ भनेर फेरि 4 वर्ष पछाडि पनि बल्झेको हुनाले टिचिङ हस्पिटलमा रेफर गरेको भएको हुनाले उहाँको खर्च नभएको कारणले हिजो आइतबारै, अस्तिको दिन आइतबार जानु पर्थ्यो र आज 2 दिनसम्म यहाँ हुनुहुन्छ। संसारभरि छरिएर बस्नुभएको आफ्ना आफन्त, कुलकुटुम्ब, इष्टमित्र र मनकारी दाताहरूप्रति उहाँलाई सहयोग गरेर उहाँको जीवनलाई जीवनदान दिन पनि अनुरोध गर्दछु। यो पहिला पनि उहाँले नोबेल हस्पिटलमा एकचोटि अपरेसन गरिसकेको र दोस्रोचोटि फेरि 4 वर्ष पछाडि फेरि त्यहीँनिर भल्भ दुलो परेको भन्ने कुरा भएको हुनाले गर्दा उहाँलाई काठमाडौँ टिचिङ हस्पिटलमा रेफर दिइसकेको कुराहरू तपाईँहरूलाई यहाँ युट्युबबाट हामी देखाउन चाहन्छु। त्यो पनि हामी डकुमेन्ट्सहरू पेस गर्छौँ भन्दै उहाँलाई जो कोहीले पनि मनकारी आफ्ना आफन्त, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेकी र मनकारी साथीभाइहरू सबैले मिलेर उहाँको लाई सहयोग गरेर उहाँको जीवनलाई, उसको अपरेसनलाई भरपुर सहयोग पुर्याई उहाँको जीवनलाई राम्रो बनाइदिनु हुन पनि अनुरोध गर्दछु। धन्यवाद। र यस विषयमा मैले भन्दा पनि धेरै कुराहरू हस्पिटलमा बसेर केही कुरा सोल्टीले हाम्रो हुनुहुन्छ भगीरथ सर, उहाँले पनि 2 शब्द उहाँको लागि भनिदिनु भए म आभारी पनि हुने थिएँ। नमस्कार सम्पूर्णलाई। मेरो मामा यानि कि उहाँको समस्या एकदमै जटिल हुँदै गइरहेको अवस्था छ अहिले। त्यसकारण म सम्पूर्ण साथीभाइ, इष्टमित्र, आफन्तजन उहाँहरूलाई उहाँको जीवन बचाउनको लागि आफ्नो यथाशक्ति सहयोग गरिदिनु हुँदा विनम्र अनुरोध गर्दछु। सम्पूर्णलाई अनुरोध गरेँ।
मुरी धन्यवाद भान्जा र भतिजलाई। र दाजु फेरि पनि होइन यति यो सहयोग पनि होइन थोपाले समुद्र बन्छ भन्ने हामीले उखान त सुनेको छौँ। यो सहयोगले पनि केही थप सहयोग त हुनेछ र अझै पनि के कसो छ अब होइन हामीहरू ढिलो भइसक्यो दिनदिनै अब जानु पर्यो हामीहरू त हस्पिटल होइन अझै पनि के भन्न चाहनुहुन्छ होइन जस्तै अब धेरै उहाँहरूले त सहयोग गर्ने मन हुन्छ होइन र अझै पनि सेयर गरेर सहयोगी हातसम्म पुर्याइदिनु भने होइन र अझै पनि कोही पनि हुनुहुन्छ भने छिटोभन्दा छिटो है हामीहरू हस्पिटल जानु पर्यो किन भन्दा ढिलो भयो भने त अब केही तलमाथि पनि हुन सकिन्छ होइन। सहयोगी दाताहरूलाई फेरि पनि होइन तपाईँकोपट्टिबाट अनुरोध राखिदिनुहोस् न। धन्यवाद। नमस्ते सबैजनालाई सम्पूर्ण इष्टमित्र आफ्नो जनहरूलाई म के भन्न चाहन्छु भने भइसके सबैजनाले चाँडै गरेर सहयोग गर्दै मेरो छिटै उपचार हुन्छ भन्ने आशा छ। हस् धन्यवाद। यो जुन चाहिँ सहयोग होइन गत भिडियोमा हामीले भिडियो हालिसकेपछि फेरि पनि सहयोग आउने क्रम जारी नै छ र उहाँले चाहिँ मैले भन्ने बित्तिकै उहाँले म पनि गर्छु सहयोग आशाजी र सञ्जित सरले यो ठुलो रकम भन्नै भनौँ हाम्रो लागि होइन उहाँले यति ठुलो रकम पठाउनु भयो उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ? उहाँ भाइ बहिनीलाई म के भन्न चाहन्छु भने अब नमस्ते भाइ र बहिनीलाई चाहिँ म के भन्न चाहन्छु भने अब यति धेरै सहयोग पठाइदिनु भएकोमा धेरै धन्यवाद। अनि फेरि अब यतिले मात्रै त हुँदैन भन्नु पनि पर्ला किन भन्दा अब 4 लाख जति नै खर्च लाग्छ भन्नुभएको छ डाक्टरले होइन। फेरि पनि अरू सहयोगीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ होइन उहाँहरूलाई छिटोभन्दा छिटो है अरू सहयोगी भाइ दाजुभाइहरूलाई के भन्न चाहन्छु भने अब अझै सहयोग अरू आइदियो भने मेरो श्रीमानले धेरै उपचार पाउँछ कि भन्ने आशा गरेको छु। अब छिटै चाँडै नै होइन सहयोग भेला भयो भने अब चाँडै उपचार गर्नु पायो भने अब अलिक छिटै जाती हुन्छ छिटै ठिक हुन्छ भन्ने चाहिँ आशामा छु। हजुर दर्शकबिन प्रतीक्षा आन्टीको मुखदेखि पनि तपाईँले सुन्नुभयो र दर्शकबिन तपाईँहरूले जुन पठाउनु भएको सहयोग प्रत्यक्ष हाम्रो संसार युट्युब च्यानलको मार्फत पनि र स्वयं व्यक्तिको उहाँ बिरामीलाई चिन्ने व्यक्तिहरूले पनि उहाँहरूले डाइरेक्ट पनि पठाउन सक्नुहुन्छ र तपाईँहरूले पठाउनु भएको हामीले जुन रकम छ हामीहरू अन्तिम फेरि धन्यवाद फेरि पनि बनाउने छौँ होइन धन्यवाद दिँदै हजुरले यति पैसा पठाइदिनु भयो गरेर तर पहिले अपरेसन चाहिँ सक्सेस होस् भन्ने हाम्रो सोच र फेरि पनि है सहयोगी दाताहरूलाई मुरी धन्यवाद। फेरि अब आउनेलाई पनि फेरि 2 शब्द होइन फेरि 2 शब्द राखिदिनुहोस् न। अब सहयोग गर्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि यही भन्छु कि धेरै धन्यवाद। होइन छिटोभन्दा छिटो होइन चाँडोभन्दा चाँडो सहयोग मिल्यो भने हस्पिटल अब चाँडै हस्पिटल 2 दिन त भइगयो अब 1 हप्ता गइसक्यो हस्पिटल जानु सक्छु कि भन्ने त्यही आशामा छु। हुन्छ धेरै धन्यवाद। भन्ने आशा छ। हस् धेरै धन्यवाद।